खाँदै हेरिरहेछौँ। त्यहाँबाट तलको भ्यू चाहिँ कस्तो बवाल देखेको छ कि बादलै बादल अनि त्यहाँ तल खुरी भिलेज। हेलो गाइज, वेलकम ब्याक टु माई भ्लग। आज चाहिँ हामी कालिम्पोङ जाँदैछौँ। भर्खर गाडी चढ्यौँ घरबाट अनि हामी चाहिँ बाटोमा अपडेट गर्छौँ हजुरलाई। यस हाम्रो यात्रामा हामीसँग हुनुहुन्छ मिस सान्वी घिमिरे, मिस्टर विवेक कुमार, बुवा, आमा, दिदी, मम्मी अनि बुबा अगाडि हुनुहुन्छ। सान्वी कहाँ हिँडेको हामी? अहिले चाहिँ हामी धुलखेल पुग्न लाग्यौँ। बनेपाबाट धुलखेलको बिचमा मामा चौचो खाँदै गइरहेछौँ। सान्वी र म चाहिँ सिट चेन्ज गरेर अगाडि आयौँ। धुलीखेलबाट कस्तो राम्रो भ्यू देखिरहेछ हिमाल। नेचुरल पाउडर खाँदै गइरहेछौँ हामी। अहिले चाहिँ हामी सुकुटे आइपुगेर रोकेको फ्रेस हुनको लागि खोलामा जान आँटे। पानी पनि राम्रो देखिरहेको। यो भ्लग चाहिँ मैले टेक ओभर गरिसकेँ होइन। अन्त अहिले हामी चाहिँ यहाँ सुकुटे बिचमा आयौँ। भर्खर फोटोसोटो खिचेर अब फर्किँदैछौँ है त हामी सबैजना। सेल खाँदै हेरिरहेछौँ। आमा फेरि त मम्मी आमा। ए बिजुलीको तार 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 फुर्सद छैन ए हजुर भेटौँ शनिबार। यति बेला हामी दोलखा जिल्लामा छौँ। अघि भर्खरै आइपुगेको। बल्ल दिदी पनि पछाडि आउनुभयो, अघि चाहिँ अगाडि जानुभएको थियो। अब सानोले गीत गाएर हामीलाई सुनाउँछ अरे। तपाईँहरू पनि सुन्नु गाई भनेदेखि। कुन गीत गाउने? चरी जेलैमा गाउनु। सानवीले त त्यो गीत त सुनेको पनि छैन होला। मम्मी मकै बाँड्दै हुनुहुन्छ। अब हामी मकै र बदम खान आँटेको। बुवा पछाडि हुनुहुन्छ, बुवा यहाँ हुनुहुन्छ। यो मकै खाँदैछौँ है हामी अझै पनि। मकै सके होइन। ब्याकग्राउन्डमा चाहिँ स्मुदिङ गीत बजिरहेको। मेरो कान बन्द भएको, मेरो चाहिँ सुने होइन। हावा धेरै चलेर सिन्धुली गाडी घुमेर हेर्दा सुन्तली गाडी घुमेर सुन्तलीमा कति नराम्रो घरबार मार्यो नि मायाले मार्यो। साँच्चीकै मार्यो गाडीले। हरि जसलाई पर्यो त्यसकै रेशम फिरी उडेर जाऊ कि डाँडामा भन्छन् रेशम फिरी
एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ढाकेको रेशम फिरी उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फिरी यो ट्याङ्गो आयाम सारी खिरा पोखरी घन्टा घरको अगाडि रानी पोखरी कप 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 चिया खाने गफ जसलाई पर्यो त्यसकै लफ निसा गान गाउने कुन गीत गाउने कालीमा पनि हजुर मोटर चल्दो रहेछ ड्राइभर दाइलाई छ सलाम माया सरर झन्डरैमा माया सरर झन्डरैमा ल अब सान्वीको पालो है सान्वीले हामीलाई कुन गीत सुनाउँछ ल सान्वी खोइ त गएको एकछिन सम्झिँदैछु सिरमा सिटको सजाउने मायालाई पटमा हेर्दै लसाउने मायालाई थाहा छैन आज भोलि मायाकै जल्कोले निन्द्रैला छैन आज भोलि मायाका जल्कोले निन्द्रैला छैन ढल्काउने मायालाई पटमा हेर्दै लसाउने मायालाई थाहा छैन आज भोलि माया के जल्कोले निन्द्रैला छैन आज भोलि माया के जल्कोले निन्द्रैला छैन कपादा ढुङ्ग्रोमा केही छैन गरिबको बोल्दिने कोही छैन कोही त भने जहाजमा सरर कोही कोही त भने पसिना तरर हाम्रो नेपालमा अब आमाको पालो होइन गाइस आमा सिमलु छायामा बसी भरियाला म सास फेरेको बसामिन भई बसाले घेरेको अनि हामीलाई गीतै आउँदैन गाइजहरू यति हो है त बाई बाई सुन्नु पर्यो वेलकम ब्याक गाडी मजा आइरहेको छोरीलाई हामी कहाँ आइपुग्यौँ थाहा तिमीलाई हल्लाएर त्यो भिडियोको हालत चाहिँ अब ताराबाजी लैला खेल्दैछौँ भान्जीसँग अनि यो मैले भान्जीको पुगु चाहिँ मलाई पु गर्छ यसरी भान्जीले मलाई गिफ्ट दिएको रे अबदेखि मेरो घोडा माइजू आइन डोली पापाले आइन सोली बुबु माम्सु पुक्क काफल गेडी गुटुक्क बिरालो भन्छ म्याउ म्याउ अघिल्टो भन्छ ऊ छिट्टा सीता हरे 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 राम 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 हरे 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 कृष्ण हामी चाहिँ अहिले चाहिँ चरीकोट जाने बाटो छुटेर त्यहाँभन्दा अलिकति माथि लाग्यौँ अब 1 घन्टा 1.5 घन्टा जस्तोमा हामी चाहिँ हाम्रो डेस्टिनेसन पुग्छौँ आज बस्ने ठाउँ That is Kuri. 0.5 मुस्कुराए गुनगुनाए छोटी बड़ी बात में मुख फुलाए नज़ाकिर तेरी आँखें पास मुझे नादानियाँ कैसे मुझे नादानियाँ कैसे मुझे सो फाइनल्ली हामी चाहिँ कुरी भिलेज आइपुगेको छौँ भर्खर गाडीबाट झरेर रुम हेरेँ ज्याकेट पनि लाग्यो गाइजहरू जाडो भयो मैले त लाउन बाँकी नै छ अनि आज हामी बस्ने होटेल चाहिँ यो भयो
हामी बस्ने होटेलको नाम चाहिँ माउन्टेन मिस्ट भिल्ला भन्ने होटेल हो। यो हो यस्तो छ। अनि बाहिरको नजारा यस्तो छ। सानवी हेलो गाइज, हामी चाहिँ अहिले ट्याक्कै रुममा आइपुग्यौँ अनि फेरि मैले कन्टिन्यू गर्दैछु। यो चाहिँ अब चाहिँ हामीले वेलकम ड्रिङ्क पायौँ, तातो तातो चिया। अनि यहाँ चाहिँ हाम्रो पुकुलमाया हिन। यो चाहिँ हाम्रो रुमबाट देखिने भ्यू हो होइन। अब म चाहिँ तपाईँहरूलाई रुम टुर दिन्छु है त। यहाँ चाहिँ 5वटा बेड छ। यहाँ मम्मीहरू बस्नु यसमा चाहिँ म सुत्छु। अनि यता चाहिँ दिदीहरू बुवाहरू हुनुहुन्छ, मम्मी बुवा। अनि यहाँ दिदी चाहिँ बिजी हुनुहुन्छ बिनाजसँग। हेलो, कस्तो लाग्यो रुम? यहाँ चाहिँ बिनाजु नि हुनुहुन्छ। रुम कस्तो लाग्यो? नाइस। अब चाहिँ हामी चेक इन भयौँ अनि यस्तो एकछिन बाहिर घुम्नलाई निस्किन आँटेको छौँ। अनि यहाँ चाहिँ फोटो सेसन चल्दैछ दिदीहरूको उतापट्टि, यु क्यान सी जस्ट हियर। अनि बुवाहरू चाहिँ उताबाट रुमबाट आउँदै हुनुहुन्छ। अब एकछिन हामी बाहिरतिर घुमेर अनि क्याम्प फायरको रमाइलो गर्छौँ है त। हामी कुरी भिलेज जाँदैछौँ। यहाँ चाहिँ कतिको जाडो छ हेर्नु, बोल्दा पनि पुरै आइरहेको। हामी यसो घुमेर आउँछौँ। यो चाहिँ कुरी भिलेज हो। भोलि हामी केबल कारमा जानेछौँ, त्यो माथिको डाँडामा हो। बुवा आमा बुवा दिदी सानवी मम्मी। कुरी भिलेज चाहिँ लाइट बलेपछि झन् राति चाहिँ राम्रो देखिँदो रहेछ। यो चाहिँ हाम्रो होटेल भयो। अहिले चाहिँ हामी क्याम्प फायरमा छौँ। यहाँनिर चाहिँ क्याम्प फायर भइरहेछ। सानवी आगो तापिरहेको चाहिँ। दिदी आमा बुवा मम्मी बुवा सानवी मामा। जाडोमा आगो अनि तातो पानी। यो चाहिँ हाम्रो टोलीको मात्रै पर्सनल आगो, तातो पानी। जाडोमा तातो आगो। सानवी कस्तो लागिरह? मामा वेयर आर यु बिजी?
हामी चाहिँ क्याम्प फायर सकाएर क्याम्प फायर त अझै चलिरहेको छ हामी चाहिँ अब खाना खान आएको मिठो खाना खाइयो अब चाहिँ हामी हाम्रो रुममा जाने यहाँ हामी आएकै होटेलमा चाहिँ एउटा उदयपुरबाट स्कुलको टुर बस आइपुगेको छ नाइटमा चाहिँ यस्तो देखिएको छ हाम्रो रुम चाहिँ त्यसोभन्दा भित्ताको वेलकम ब्याक इट्स 6 AM इन द मर्निङ हामी चाहिँ अब रेडी भएर माथि मन्दिर जान आँटेको एकदमै धेरै चिसो छ हातहरू फ्रिज भइरहेछ है सान्वी जाडो भएर अब हामी केबलकारी स्टेसन जान आँट्दैछौँ गुड मर्निङ गाइज फ्रम कोरी भिलेज अहिले चाहिँ हामी कालिम्पोङ दर्शन गर्न जाँदैछौँ हामी चाहिँ केबलकारी स्टेसनसम्म चाहिँ हिँड्दै जान्छौँ अनि त्यहाँबाट लगभग 15-20 मिनट अर्को हिँड्नुपर्छ त्यहाँ चाहिँ अलिक माथिसम्म जानुपर्छ अनि अहिले पछि हजुरलाई अपडेट गराउँछौँ यो चाहिँ कोरी भिलेज हो हामी जान्छ उता मासतिर कता हो हेलो हामी चाहिँ केबलकारी स्टेसन पुग्न आँट्यौँ त्यही माथि हो टिकट काउन्टरमा टिकट काटिदिन्छौँ उहाँहरू चाहिँ उता कुरिरहनु भएको हामी चाहिँ अनलाइन पेमेन्ट गर्दै हुनुहुन्छ त्यहाँ इन्ट्रान्स हाम्रो यति हो है अब चाहिँ हामी केबल कार चढ्ने हामी चाहिँ अहिले केबल कार चढ्ने लाइनमा दिदी यहाँ हुनुहुन्छ आमा यहाँ हुनुहुन्छ मम्मी बुवा भाइ हामी चाहिँ अब केबल कारको वेटिङमा हाई सान्वी यो चाहिँ केबल कार आइरहेछ अनि मान्छेहरूले चाहिँ उता टाढो उकालो बाटो रहेछ यो चाहिँ हामी चढ्ने केबल कार हो आइपुग्यो अब अहिले चाहिँ हामी केबल कारमा छौँ कस्तो लागिरहेछ सान्वी कस्तो लागिरहेछ मम्मी आमा त्यहाँबाट तलको भेल चाहिँ कस्तो बवाल देखेको छ कि बादलै बादल अनि त्यहाँ तल खुरी भिलेज हिमाल गाइज हिमाल कस्तो खतरा हामी जाने उकालो चाहिँ यस्तो छ केबल कारबाट झरेर यस्तरी हिँड्ने हो यस्तोमा हाई मन्दिर हेर्दैछौँ हामी कालिम्पोङ भगवती माता कि जय हामी चाहिँ ठिक्क मन्दिर आइपुग्यौँ
हिमाल कस्तो राम्रो देखिएको। भित्र भित्र अब चाहिँ हामी मन्दिर दर्शन गरिसकेर तल फर्किन लागेको। यो चाहिँ हामीले कस्तो खतरा फोटोसुट ठाउँ पाएर यहाँ फोटोहरू खिच्यौँ। अब चाहिँ हामी घर जान्छौँ। घर भन्नाले तल होटेल। बुवा कस्तो लाग्यो हजुरलाई कालिम्पोङ? सानवीलाई कस्तो लाग्यो? राम्रो लाग्यो भनौँ न। यो चाहिँ हाम्रो रिटर्न टिकट। अब चाहिँ हामी लाइनमा छौँ फर्किनको लागि। बाहिरको भ्यू कस्तो राम्रो छ। कुन हो रे मम्मी हामी बस्छ होटेल? हामी बस्छ अब त्यो तिनवटा है नानी त्यो निलो जस्ता भएको माथि एउटा ठिक एउटा घर ए उहाँ तल हामी बस्छ त्यहाँनिर। त्यो चाहिँ खुरी भिलेज हो। त्यहाँनिर अनि भित्तापट्टि माथिल्लोपट्टि हरिया ट्याङ्कीहरू छ नि हेर्नु चाहिँ अन्त आज कालिम्पोङ गएर नरोइकन फर्का मान्छे हो है। उहाँ चाहिँ रोकै छैन यति पनि। त्यही भएर गाजल पनि यस्तो राम्रो छ स्टिल। रुनु नै भएको छैन उहाँ चाहिँ यति पनि। हाँसे हाँसे फर्किनु भयो। हामी चाहिँ अहिले केबल कारमा तल चढ्दैछौँ। केबल कारबाट देखिएको भ्यू। आमा बुवा त्यहाँ बस्दाखेरि यो वायर घुमेको जस्तो लाग्छ नि, तर वायर चाहिँ भाइ र बुवा चाहिँ फर्किँदा चाहिँ अर्कोमा पर्नुभयो। केबल कारबाट यस्तो देखिरहेको। छोरी यता हेर्दा सबले यो चाहिँ माथि केबल कार स्टेसन तल। माथि चाहिँ केही पनि बेच्न पाइँदैन रहेछ, तल मात्रै रहेछ योहरू चाहिँ। बजार घोडा पनि देखेँ त सानवी मैले त घोडा। हामीले चाहिँ यहाँको मार्केटमा के किन्यौँ भाइ? इलामेवाला ललिपप टाइपको यस्तो वाला। अनि सानवीको लागि चाहिँ यो के वाला हो? वाटरमेलन ललिपप छोडेर हामी चाहिँ मन्दिर गएर आइसकेर घाम ताप्दैछौँ यहाँ। यो चाहिँ हाम्रो होटेल। सानवी ललिपप खाँदैछ। यो चाहिँ हाम्रो होटेल। मन्दिरमा चाहिँ कसैलाई नि गाह्रो भएन। हामी सबैजना राम्ररी आइपुग्यौँ। अब चाहिँ हामी खाजा खाँदैछौँ पुरी तरकारी। हामी चाहिँ खाजा साजा खाएर अब चाहिँ दोलखा भीमसेनको लागि यो होटेललाई बाई गरेर निस्क्यौँ। बाई बाई कुरी भिलेज, सी यू नेक्स्ट टाइम। अब चाहिँ हामी अन द वे टु दोलखा भीमसेन।
अब चाहिँ हामी दोलखा भीमसेन आइपुग्यौँ। भर्खर गाडीबाट झरेर मन्दिर जाने ठाउँमा हिँड्दैछौँ। यो चाहिँ दोलखा भीमसेनको गेट। सानवी हिँडिरहेको छिन्। हाम्रो ग्रुप चाहिँ अगाडि हुनुहुन्छ। दोलखा भीमसेनबाट पनि कति राम्रो हिमाल देखिएको छ। दोलखा भीमसेनलाई पसिना आयो भने देशमा अनर्थ हुन्छ भन्ने होइन बुवा? आइ एम फ्लेक्सिङ 2 वर्षपछि लगाएको धागो। मलाई हाते मलाई चाहिँ गर्मी भयो। मलाई पनि गर्मी भइरह के लागिरहेछ त यहाँ। अब चाहिँ हामी फर्किँदैछौँ दोलखा भीमसेन दर्शन गरेर गाडी चढ्ने ठाउँमा। हेलो सान्वी। अब चाहिँ हामी दोलखा भीमसेन घुमिसकेर भर्खर गाडी चढेर हिँड्यौँ घर। हाम्रो सान्वी छिन् यहाँ मभन्दा अगाडि। आऊ। अब चाहिँ हामी खाना खाने होटेलमा आइपुग्यौँ। चण्डेश्वरी होटल एन्ड लज। यो चाहिँ चरीकोटमा छ। तानवीले त जहाँ नि पिङ भेटिहाल्दो रहेछ। कस्तो राम्रो पप्पी। सान्वी अहिले हामी कहाँ छौँ? बाबाको गाउँमा दोलखा चरीकोटमा छौँ। अब माम खाना आँटेको है। के गरेको मुख त्यस्तो। खाना खाने बेला भयो अब हाम्रो। हामीले चाहिँ यहाँनिर अर्ग्यानिक किवी किन्यौँ घर लैजानलाई कोसेली। यो चाहिँ इन्द्रावती खोलाको पुल हो। अहिले चाहिँ हामी इन्द्रावती खोला पर्दै पलाम चोकी होइन अहिले सुकुटे आइपुग्यौँ। टोयलेट ब्रेकको लागि गाडी रोकेको छ। यो चाहिँ हाम्रो गाडी।
यो चाहिँ हाइवे। हामीले चाहिँ यहाँनिर अब चिया खायौँ गाडी सफा हुन्जेल। ओके गाइज, हामी चाहिँ अब पुग्न लाग्यौँ। म चाहिँ यो भ्लग यहीँबाट इन्ड गर्छु। हाम्रो यात्रा चाहिँ एकदम रमाइलो अनि एकदम यादगार भयो। एकदम धेरै रमाइलो गऱ्यौँ।